पंडित छोड़ सतगुरु कबीर साहेब रामपाल जी परमेश्वर जी की जय। सत्साई भाइ बहिनीहरू सबै लोकहरूमा चाहिँ सबै भगवान भूत प्रेत पिशाच अनि हामी मृतलोकको बासिन्दाहरूदेखि लिएर सम्पूर्ण सृष्टिमा अन्न देवले भोग मेटाउनको लागि जुन आहार हुन्छ अन्न हुन्छ कसरी प्रदान गर्नुहुन्छ भन्दाखेरि हाम्रो यो मृतलोकमा जब परमात्मा सत्यनारायण स्वयं सतगुरुको रूपमा प्रकट भइबक्सिनुहुन्छ यो बेलामा भगतहरू बनेर भगतहरूले भोग भण्डारा जब परमात्मा सतगुरुजीलाई परमात्मा मानेर भोग लगाइन्छ नि त्योबाट पाइने हो। अब सोच्नुहोस् त पृथ्वीमा यो मृतलोकमा कति भगतहरू हुनुहुन्छ जसले सतगुरुलाई आदि राम जान्नु भएर भोग लगाउनु हुने। त्यही भएर यो विनाश महाप्रलय त्यही भएर हुने हो। सबै लोकहरूमा दामा ढोल भत्ताफुङ भोग प्यास झै झगडा यो सब तमाम सुरु हुने यो मृतलोकमा भगतको कमी भएको कारणले। भाइ बहिनीहरू हो त्यही भएर होस पुर्याउनु होला मृतलोकमा यहाँ गरेको श्राद्ध कर्महरूले होइन यहाँ गरेको भक्ति र सतगुरुजीलाई परमात्मा मानेर भोग लगाउने कारणले राम्रो हुने हो। जय बन्दी छोड जी की लौट कोई नहीं और की।